पैसा गुम्यो भने फेरि कमाउन सकिन्छ, तर गुमेको समय कहिले फर्किँदैन। हेलो एभ्रिवान, इट्स मिस स्मिता। होप सबैजना सन्चै हुनुहुन्छ। हामी मध्ये धेरैले समयको भ्यालु त्यति बेला बुझ्छौँ जब धेरै समय बितिसकेको हुन्छ। काश मैले त्यो टाइममा यो गरेको भए हुन्थ्यो भन्दै पछुताएर बस्छु। पैसा हरायो भने फेरि कमाउन सकिन्छ, अवसर गुम्यो भने अर्को अवसर पाउन सक्छ, तर बितेको समय कहिल्यै फर्केर आउँदैन। त्यसैले आफ्नो समय कहाँ खर्च गरिरहेको छु भनेर सोच्नु जरुरी हुन्छ। अरूलाई हेरेर आफ्नो समय बिताउने कि आफ्नो गोल्सको लागि पनि केही गर्ने, इट्स अप टु यु। अनावश्यक कुरा, अननेसेसरी स्क्रोलिङ र नेगेटिभ सोचमा धेरै समय खर्च गर्नुको सट्टा आफूलाई इम्प्रुभ गर्न समय दिनु धेरै राम्रो हुन्छ। समयलाई हामीले युज गर्नुपर्छ। हरेक दिन थोरै भए पनि केही नयाँ सिक्ने, आफ्नो हेल्थ, करियर, रिलेसनसिप र फ्युचरमा टाइम दिने, किनकि आज खर्च गरेको समयले हाम्रो भोलिको भविष्य निर्माण गर्छ। मैले पनि समयको इम्पोर्टेन्ट नबुझ्दा धेरै समय वेस्टेज गरेँ। कति समय मलाई अहिले पनि सम्झिँदा रिग्रेट लाग्छ, तर त्यो चिज अबको लाइफमा चाहिँ म हुन दिँदैन भनेर आफूले आफूलाई पर्मिस गरेको छु। र तपाईँले पनि आजदेखि आफूले आफूलाई चाहिँ पर्मिस गर्नुहोस् र समयको सही सदुपयोग गर्नुहोस्, आफ्नो गोल एचिभ गर्नुहोस् र इन्जोय गर्नुहोस्। Respect your time because you can never get it back. Okay guys, तपाईको हरेक दिन मिनिङफुल होस्। Thank you watching for video. Next video मा भेट्ने छु। Bye.